सो हेलो गाइस वन्स अगेन वेलकम ब्याक टु द च्यानल। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। अनि आजको ब्लग चाहिँ के हो कसो हो भनेर तपाईँहरूले थम्बनेल अनि क्याप्सन देखेर याद पाइसक्नु भयो होला। अनि आज चाहिँ वी आर गोइङ फर अ सर्वे इन अ होमस्टे होइन। एन्ड यो चाहिँ हामीलाई कलेजबाट असाइनमेन्ट दिएको थियो होइन। कस्तो मुख लडबडे है, सरी फर द्याट। असाइनमेन्ट दिएको थियो होइन। एन्ड हाम्रो काम चाहिँ थियो होमस्टेमा गएर सर्वे गर्नु। अन्त त्यसकै लागि जाँदैछु मैले चाहिँ। फिलहाल सरोजाडामा हो होमस्टे चाहिँ। हामीले हल्का गुगलमा रिसर्चहरू गऱ्यौँ कहाँ छ केही छ होइन, यहाँ रानीपुल वरिपरि भनेर चाहिँ। सो हामीले 2-3वटा होमस्टे चाहिँ चुज गरेको छौँ होइन। सो त्यसबाट चाहिँ हामी 2टामा चाहिँ जान्छौँ होइन। सो त्यही नै हो, स्टे ट्युन फर द्याट। के हुन्छ कसो हुन्छ कस्तो छ होमस्टे आई विल सो यु। एन्ड त्यही हो, बाई बाई। सो गाइस यो चाहिँ सर्वे गर्नु गएको मान्छेहरू होइन, भर्खर उठेर भर्खर आएको हो। अन्त हाततिर पनि यस्तोहरू लगाएर जाँदैछ। दिस आर नट एलाउड नि त होइन, टुरिज्म स्टुडेन्टहरू भएर चाहिँ। होटेल लाइनमा चाहिँ अब यो फेन्सी उयोहरू मतलब केहरू होइन, हुनु चाहिँ स्टाफहरूको लागि होइन यो कुराहरू चाहिँ। होल दिस हुनु चाहिँ सबै कुराहरू चाहिँ केमा आउँछ सर? पर्सनल ग्रुमिङ केमा आउँछ? केमा पढेको थियो हामीले? पर्सनल ग्रुमिङमै पढेको थियो जस्तो कि यो हातको ब्रेसलेटहरू भयो, यो रिङहरू भयो, एक्सपेन्सिभ वाचेसहरू, कानमा टपहरू होइन। अन्त अझै धेरैवटा कुरा छ होइन, हेयरहरू कस्तो राख्नु के राख्नु त्यस्तोहरू पनि पुरा थियो होइन। बट यो त्यो हातको ब्रेसलेटहरू चाहिँ अलिकति के अनअफिसियल देख्छ नि त होइन। सो त्यही भएर नलगा भनेको मान्दैन। अन्त अहिले टाइम भन्नुपर्दा चाहिँ तपाईँहरूको 2:25 भइसकेको छ होइन। खासमा चाहिँ बिहानै जानेवाला थियौँ हामी। फेरि घाम चाहिँ यस्तो डरलाग्दो होइन, यस्तो डरलाग्दो गरम। सो त्यो घामले गर्दा चाहिँ हामी अहिले 2 बजीतिर सनसेट अलिक भयो नि त, त्यहाँदेखि चाहिँ निक्लेको हो गरमले गर्दा चाहिँ। सो त्यही नै हो, अहिले एकछिन नभेटौँ, बाई बाई। सो गाइस अहिले भर्खरै चाहिँ यहाँ बाटोमा चाहिँ एउटा फन्नी इन्सिडेन्ट भयो होइन। त्यो चाहिँ के भन्दाखेरि चाहिँ एउटा सानो अब नानी चाहिँ होइन, सानो बहिनी चाहिँ सी वाज स्विपिङ। त्यो अब यो सिँढी बढाल्नु हुँदै रहेछ होइन घर अगाडिको। हामीलाई देखेर चाहिँ क्या भागिदिएको नि है, सरम लियो कि के लियो होइन, क्या भागिदियो कम्बो यस्तो स्पिड भागिदियो कि त्यो सरम हो कि के हो आई डोन्ट नो होइन। किन भाग्यो त्यो पनि याद छैन, तर क्या भागिदिएको अब सरमै होला होइन। किनकि त्यो उमेरमा अलिकति सरम भन्ने पनि हुन्छ नि त होइन। सानोमा मलाई पनि त्यो सानोमा ओइ ढक्का पैसाहरू चलाउनु हुन्छ नि, क्या सरम लाग्दिन्थ्यो नि त। लाग्थ्यो ढक्का पैसा चलाउनु, त्योहरू चलाउनुहरू क्या सरम लाग्दिन्थ्यो सानोमा। त्यस्तोवाला बाइक होला नि त होइन। सो त्यही नै हो, अब चाहिँ हामी तल मेन रोड पनि निक्लिन आँटेको छौँ। सो बाई बाई। अब चाहिँ सिधै होमस्टे पुगेर भेट्नुपर्छ, बाई बाई। तर होमस्टेको चाहिँ इफ ओनरहरूले एलाउड गर्यो भने मात्रै गर्छु होइन। फेरि अब मेरो आप्पाको प्रपर्टी पनि होइन नि त हो होइन, जहाँ म जाँदैछु होइन। होइन सरोज थोरै न हाम्रो प्रपर्टी हो कि होइन, हामी जहाँ जाँदैछ। सो ओनरहरूले एलाउड गर्यो भिडियो गर्नु दियो भने चाहिँ आई विल डु। बट इफ दे विल नट एलाउ मी टु डु द भिडियो अर ब्लग आई एम नट गोइङ टु डु इट। सो बाई बाई, अहिले एकछिनमा भेटौँ। A few moments later. सो गाइस अहिले भने चाहिँ वी आर हियर इन जालीपुल होइन। जालीपुलै भन्छ होइन सडक जग्गालाई जालीपुल। अनि हामीले सम लोकल्स पिपलहरूसँग यहीँको लोकल मान्छेहरूसँग चाहिँ अलिकति गफहरू पनि गऱ्यौँ होइन। अन्त गफ गऱ्यौँ भन्दा पनि वी आक्स देम होइन कुनै होमस्टे याद छ भन्दा चाहिँ कसैलाई पनि होमस्टे चाहिँ याद छैन रहेछ यहाँ वरिपरि छ भनेर चाहिँ हो। अन्त हामी जुन चाहिँ जग्गामा गुगलले भन्दै थियो होइन, हामी चाहिँ गुगलको भरमा गएको। वी डोन्ट ह्याभ के भन्नु साडा पनि छैन हाम्रोमा हो, टक्कै हामीलाई त्यहाँ पुऱ्याइदिने होमस्टे टक्कै याद भएको मान्छे। सो खोज्दै जाँदैछौँ। अनि लोकल पिपलहरू चाहिँ सिक्किमको चाहिँ यस्तो राम्रो हुनुहुन्छ होइन। दे एन्सर्ड अस भेरी पोलाइटली होइन। सबै टुरिस्टहरूले पनि यही भन्ने गर्छ, सिक्किम चाहिँ यही कारण चाहिँ दामी छ नि त होइन, टुरिस्टहरूको लागि पनि होइन, अनसेफ फिल हुँदैन त्यस्तो होइन। सो त्यही नै हो, अहिले एकछिनमा भेटौँ, बाई बाई। One eternity later. सो या गाइस फाइनली एउटा होमस्टेको पत्तो चाहिँ पाएँ होइन। तर सिँढी चाहिँ यस्तो उकालो रहेछ, तपाईँले हेर्नु सक्नुहुन्छ हो। अनि त्यही हो जाँदैछौँ। सो लेट्स सी सर्वे चाहिँ गर्न दिन्छ कि दिँदैन, अघि भनिहालेँ होइन। इट्स नट माई फादर्स प्रपर्टी होइन, मेरो आप्पाको प्रपर्टी होइन नि त।
उनीहरूले दिनु पनि सक्छ नदिनु पनि सक्छ होइन सो लेट्स सी के हुन्छ कसो हुन्छ लेट्स गो गाइस 40 मिनट बाद चाहिँ वी आर फाइनली हियर एट ताल होमस्टे होइन अन्त यो होमस्टे चाहिँ के छ कस्तो छ पहिला चाहिँ लेट्स आस्क पर्मिसन होइन भिडियो गर्नु चाहिँ एलाउड छ कि छैन त्यसपछि चाहिँ गर्छु होइन सो यहाँ आइपुगेको छौँ सर्भे पनि गर्नु दिन्छ दिँदैन वी डोन्ट नो हो सो लेट्स सी कस्तो छ यहाँको ओनरहरू होइन सो लेट्स सी हेरौँ एकदम भ्यू गाइस यो होमस्टेबाट चाहिँ यस्तो दामी देखिँदो रहेछ होइन तर मान्छे छैन रहेछ है सडक चाहिँ यहाँ ओनरहरू छैन रहेछ सो अर्कै होमस्टे जानुपर्ने भयो हामी चाहिँ तर भ्यू चाहिँ दामी रहेछ यु क्यान भिजिट यर सो त्यही नै हो बाई बाई सो गाइस हामी त्यो ताल होमस्टे भन्ने जग्गा चाहिँ पुग्यो होइन त्यस्तै डेस्टिनेसन हामीले जहाँदेखि स्टार्ट गरेको थियो त्यहाँदेखि चाहिँ 30 to 45 मिनट जस्तो लाग्यो होइन हामीलाई हिँडेर जानु एन्ड त्यही हो हामी पुग्नु चाहिँ पुग्यौँ तर फर्स्टमा चाहिँ त्यहाँनिर ओनरै हुनुहुन्थेन होइन ताल होमस्टेको चाहिँ ओनरै हुनुहुन्थेन अन्त 5 मिनट जस्तो बाद चाहिँ उनीहरू पनि आउनु भयो होइन होमस्टेमा एन्ड देन सर्भे चाहिँ हामीले त्यहीँ गएर गर्नु चाहिँ तर भिडियोहरू चाहिँ गर्नु पाएन होइन किनभने रुम्सहरूमा चाहिँ तपाईँको के भन्छ गेस्टहरूले गर्दा अकुपाइड थियो रहेछ रुम्सहरू चाहिँ होइन गेस्टहरू नभए चाहिँ एलाउ गर्थे बट अब गेस्टहरू हुनुको कारणले चाहिँ म पनि अब भिडियोहरू गर्नु सक्दिनँ भन्ने खालको अब ओनरले त्यस्तै खालको कुराहरू राखे होइन हामीसँग एन्ड भिडियो चाहिँ त्यस्तो गर्नु सकेन एन्ड त्यही नै हो तर के हो कसो हो होइन के भयो हाम्रो सर्वेहरू कस्तो भयो त्यो चाहिँ अगाडिको भिडियोमा हेर्नु होला सो द्याट्स अल सो गाइस फाइनली आवर सर्वे इज ओभर होइन हामी कति बजी आइपुगेको थियौँ सडक चाहिँ 3:30 अहिले चाहिँ तपाईँको टाइम भन्नुपर्दा चाहिँ 5 o'clock होइन अन्त झन्डै हामी 2 घन्टा जस्तो बसेछौँ आम्बो ओनर चाहिँ यस्तो राम्रो यहाँको होइन आम्बो होइन यति साह्रो कोअर्डिनेट होइन यति साह्रो फ्रेन्डली होइन सरोज चियाहरू पनि दियो मजाले होइन अन्त ओनरले चाहिँ अब गीत पनि गीत गाउनु हुँदो रहेछ हो 2 घन्टा जस्तो चाहिँ हामीलाई यस्तो मिठो मिठो गीतहरू सुनाइदिनु भयो है थ्याङ्क यू फर द्याट अन्त यही पछाडिको होमस्टे चाहिँ होइन तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ यहाँ खासमा चाहिँ यहाँभित्रको पनि भ्लग गरौँ भनेर सोच्दै थिएँ होइन अहिले फिलहाल चाहिँ गेस्टहरू रहेछ नि त रुममा हो त्यही भएर रुमहरूको चाहिँ गर्नु सकिनँ अन्त फेरि जुन चाहिँ ओनर हुनुहुन्छ ओनरलाई चाहिँ त्यस्तो भ्लगहरूमा चाहिँ इन्ट्रेस्ट लाग्दैन अरे नि त होइन अहिले आएर म के गर्नु थियो भने अहिले आएर के फेमस हुनु पहिला होइन जवानीमा भएन अब अहिले आएर के हुनु भन्नुभयो हो त्यहाँदेखि चाहिँ हामीले पनि फोर्स गरेनौँ सो यहाँको भ्लग चाहिँ दिनु सकिनँ अब अन्त पानी चाहिँ यस्तो डरलाग्दो पर्दैछ होइन हेर्नु सक्नुहुन्छ जहाँ पायो त्यहीँबाट यस्तो डरलाग्दो पानी कुद्दैछ रोडमा हेर्नु सक्नुहुन्छ सर्वे कस्तो भयो जस्तो लाग्यो तँलाई मलाई चाहिँ एकदमै मजा लाग्यो 10 मा कति रेट गर्छ साथीको सर्वे 10 मा 10 दामी भयो जे होस् होइन ताल होमस्टेमा चाहिँ मजाकै भइदियो हो हाम्रो सर्वे अन्त त्यही नै हो टरको कन्डिसन चाहिँ यस्तो रहेछ गाइस पानी पऱ्यो भने चाहिँ नान्डोकको चाहिँ हो डल्लै यहाँ बाटोमै बग्दिरहेको छ अन्त पानीहरू चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरू होइन सो गाइस यो चाहिँ अघिकै खोला हो होइन अघि चाहिँ कति अब शान्त थियो यो खोला होइन एन्ड अहिले चाहिँ तपाईँहरू हेर्नु सक्नुहुन्छ पानी परेर चाहिँ यत्रो बढिसकेछ हो यो खोला चाहिँ अघि चाहिँ कस्तो थियो अन्त अहिले कस्तो छ हेर्नु सक्नुहुन्छ सो त्यही नै हो बाई बाई सो गाइस अहिले भने चाहिँ यहाँ रुम आइपुगिसक्यो होइन एन्ड आइएम ह्याभिङ टी एन्ड ब्रेड होइन एन्ड सो त्यही नै हो अब चाहिँ प्र्याक्टिकल वर्कहरू गर्नुपर्ने छ हो एसाइनमेन्टको लेख्नुपर्ने छ सो आजको लागि चाहिँ यति नै थियो बाई बाई सी यु इन एन्ड भ्लग है अन्त भोलि चाहिँ एउटा अर्को होमस्टेमा गर्छु भनेर सोचेको थिएन तर यो एसाइनमेन्ट चाहिँ जुन चाहिँ सर्वेको दिएको थियो त्यो चाहिँ भोलि नै बुझाउनु पर्ने अरे हो सो त्यही भएर भोलि अर्को होमस्टे चाहिँ जानु नपर्ने रहेछ होइन सो त्यही नै हो अन्त के भन्छ तँलाई थ्याङ्क यू फर वाचिङ सर्वे चाहिँ दामी भयो है जे होस् सो त्यही नै हो बाई बाई सी यु इन एन्ड भ्लग